हेलो दर्शक नमस्कार सबैलाई। आज पनि मेरो छुट्टी हो केटा म गएँ ल म चट्टा अब खाना खाएर चट्टा अब यस्तो नयाँ नयाँ सिन जाँदैछु। सबैले माया गर्नु होला। मेरो चाइना क्याम्प ल थाहै छ चाइना क्याम्प त एकदम चट्टा होइन रोटी र मासु खाएर अब चट्टा होइन। अब यसो भइसक्यो। म चाहिँ बिहान उठेर नुहाइ धुवाइ पनि गरिसक्यो। अरू त्यस्तै हो नुहाइ धुवाइ पनि गऱ्यो आजलाई। अब यताउति यसो घुमौँ भनेर हजुरहरूलाई सिन देखाउँ हाम्रो हजुरहरूलाई। के भने गाह्रै छ विदेशमा। पुरै बन्द रहेछ होइन। यता चाहिँ पुरै हाम्रो काम चल्दैछ। यता चाहिँ बन्द रहेछ। म चाहिँ अब यता आउनु खोजेको थिएँ बन्द गरेर रहेछ अहिले। चाइना यहाँ मजाले बवाल छ क्या। चाइना यहाँ बवाल छु। उता चाहिँ पार्क हाम्रो चाहिँ गाडी चढ्ने ठाउँ थियो हो। लिमोन्डोसले क्या लेखेको छ यस्तो फेरि अरबीमा देख्न सक्नुहुन्छ हजुरहरूले। अरबी भाषा अरबी भाषा हो त्यो। यो चाहिँ रोड भत्काएछ। यो चाहिँ बी ब्लक हो हाम्रो चाहिँ। म त पुरै चाइना क्याम्प घुम्नलाई अब टाइम छैन। यस्तो घाम छ अलिअलि घाम छ। सक्नु चाहिँ घाम पनि छ हाम्रो। पारा केटाहरू मस्ती छ। यो चाहिँ हाम्रो दिउँसोको भ्यूज हो। यो चाहिँ हाम्रो सिटी जाने बस हो। सिटी अफ द वे सिटी जाने बस हो। यो चाहिँ हजुरसम्म हुन्छ 10 गरम लाग्छ जानलाई। यो चाहिँ मेरो क्याम्पबाट बाहिर हो। 5 मिनट लाग्छ जानलाई। त्यहाँ चाहिँ म चाहिँ अलिक हजुरलाई जुम गरेर देखाउन चाहन्छु। यहाँ सक्नुहुन्छ हाम्रो गाडी पार्क छ। पठानीहरूको गाडी छ। यता पठानीहरू धेरै छ। यता हाम्रो चाइना क्याम्प हो। यो चाहिँ बिल्डिङ हो हाम्रो चाइना क्याम्पको बिल्डिङ हुन्छ। हामी चाहिँ म चाहिँ यस्तो घुमाउनु जान्छु हजुरहरूलाई। हेर्न सक्नुहुन्छ सबै अब क्याम्पबाट सर्नु लागेको हो। क्याम्पमा आएको हो हजुर देख्न सक्नुहुन्छ हेर्नु। यस्तो हुन्छ विदेशमा अब यता उता यताउता हुन्छ। यो चाहिँ यता चाहिँ पुरै चेकिङ भइरहेछ हाम्रो। धेरै देखाउनु हुन्न। सबै नयाँ नयाँ केटाहरू छन् यता चाहिँ अहिलेलाई। यति नै हजुरहरूलाई माया गर्नु होला। मलाई चाहिँ हाम्रो यो चाइना क्याम्प सबैले माया गर्नु होला। सबै लाइक सब्सक्राइब अहिले यति भन्न चाहन्छु। अहिलेलाई मेरो मिनी ब्लगमा हजुरलाई सबैलाई थ्याङ्क यू सो मच केटाहरू।